Hello, I'm Pritham and This is Abhishek Rupani. welcome to our vlogs. Vlog बाफ रे बा And हामी गइरहेको छौँ भात खान किन भात खान गइरहेको छौँ सुन्नु न पहिला रुम सफा गरेको खुसी आजमा भात खान गइरहेको छौँ पहिला त्यो हामीले केही एचिभ गर्यो जस्तो लाग्यो कि आफूले आफूलाई ल see you later guys. गिम्बल किन्न जाउँ न अनि सँगै बनाएर अब हामी छिन गइरहेको छौँ भनौँ खाना खान जाऊ अगाडि तिमी जाऊ अगाडि जाऊ 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 टाइम स्पेन्ड गर्नलाई लुडो खेल्दैछौँ हामी खाना खाने आउने टाइममा अब यहाँ स्टार्टर के दिने यस्तो कम्प्लिमेन्ट्री छैन नि त पोटे आएन छक्कै आएन त हामी दुवैजनाले चाहिँ भेज थकाली खाना सेट मगाएका थियौँ अनि त्यही भेज खाना चाहिँ मिठो नै थियो ग्लासकोमा मिठै हुन्छ खाना चाहिँ जे होस् नहाले हालिदिन्छु यही वाला खाना खाइसकेपछि चाहिँ अब हामी यसो बाहिरतिर डुल्न गयौँ अनि त्यसो कस्तो लाग्यो अभिषेक हेलो हेलो गाइज खाना खाएर हिँडिरहेको छौँ खाना पचाउनलाई कतै हिँडिरहेको छौँ हाम्रो सोच भनेको चाहिँ नर्सरीमा गएर कि अलि ठुलो आवाजमा। इन्डोर हाम्रो सोच भनेको चाहिँ है नर्सरीमा गएर कि इन्डोर प्लान्ट भेटिन्छ कि भन्ने आशमा हिँडिरहेको छौँ हामी होइन र नभेट्ने नि केही छैन यसो पर्खेर हिँड्ने पर्खेर चिया त खाइहालिन्छ फेरि चिया खाँदाखेरि फेरि के देखिन्छ कि भन्ने आश छ रुम अब बाटोमा हिँड्दैछौँ होइन राति कति बजे 7-8 बजे होला अब 8:30 के हुन्छ के गर्ने बन्द गरिदिउँ यहीँ किन हुन्छ ठिक छ ल ठिक छ ल बाई बाई अब अलि पछि हेरौँ ल के छ प्रितम कहिले अब तिम्रो पालि ल्याउ तिम्रो देखाउँछ के छ अभिषेक ठिक छ यार कहाँ गइरहेछौ अहिले त नर्सरीमा यार दोस्त जाउँ 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 फेरि नर्सरी त्यो स्कुलवाला नर्सरी होइन है प्लान्टवाला नर्सरी है अति भयो र हामी नर्सरी आइसकेको छौँ यही हो नर्सरी अगाडिको यो कस्तो बत्ती नै बाले छैन त बन्द रहेछ नर्सरी त होइन के गर्ने अब यस्तै छ जिन्दगानी हो कि त्यहाँ हो कि आँखा अस्पतालतिर आइसक्यो यार यस्तै छ हालत त्यस्तै हो हिँडिरहेको छ मजै हिँडिरहेको छौँ कहाँ नर्सरी यताको बन्द रहेछ उताको जान्नको बन्द त थिएन अब त्यो मान्छे कुकुर भुकेर डरायो कि ल ल ल भाइ तिर पुग्न लागिरहेको छ अभिषेकको जर्नी कति ठिक छैन हेरौँ होला रुमभित्र राख्नेवाला छन् कि नै रुमभित्र कोठामा राख्नेवाला हो फ्लावर्स नै हो प्लान्ट स्नेक प्लान्ट हो चुपन एउटा प्लान्ट वो आपके पास कोका पाऊ कोका वाला वो प्लान्टसम्म ल्याएको छ गमलासम्म ल्याइसकेको छ कति खर्च गऱ्यो मैले 770 सही हो अब गएर लाग्यो कि अँ मलाई गमला 200मा 2 गमला भेरी नाइस योभन्दा अगाडि सर्न मैले प्लास्टिकको लिएको अहिले मिट्टीको कहिले प्लान गर्छौ त अब आज भिजाउने त्यो बिट्स अनि भोलि यस्तो हुन्छ नि त रुममा 50 लाउनु बाँकी छ झाडु त लिएर जानै बाँकी छ नि त जाओस् ए अँ झाडु नि किन्छ भन्थ्यो होइन ल अब हेर माथिबाट चाहिँ हिँड्न मिल्छ नि प्लान्ट लिएर गमलाहरू लिएर कोकोपिट्स लिएर हिँडिरहेको छौँ यो हाम्रो कलेजमा हामी आइपुग्न लाग्यौँ आफ्नो गन्तव्य 5 मिनट रुमतिर छ अझै यति थाके खाम हेर 2 घन्टा भयो हिँडै छौँ कहाँ पुग्यौँ हिँडेर जाँदा त एक्साइटमेन्ट किन्ने थियो नि त अनि त्यो पछि किन्नेपछि यसो एक्साइटमेन्ट थियो किनकि नयाँ यस्तो अब हुन्छ नि त स्नेक प्लान्ट रे
के प्लान्ट पनि किनेछौँ पछि कन्टिन्यू गरौँला कुन कुन प्लान्ट हो भनेर हाल्दाखेरि रुममा For पुगेपछि now, देखाउँला अब bye-bye. रुममा पुगेपछि देखाउँला फाइनल्ली रुमतिर आइपुग्यौँ अभिषेक यो हाम्रो रुम घरमाथि यतापट्टि छ रुम ल रुम पुगेर देखाउने देखाइन अन्त खाल्नाको राति थकै लागेर चाहिँ हामीले कोको बिट्स भिजाउँछौँ अनि यो भिजाएपछि हजुरलाई देखाउँछौँ अब प्लान्ट रोपेर अब चाहिँ अब यतिमै पुग्छ कोको बिट्स हेरौँ पछितिर कस्तो हुँदो रहेछ भोलि हेरौँला तर भिडियो चाहिँ आजै सकिन्छ हजुरहरू सब्सक्राइब गर्नु होला धेरै नलाई